सामान त चाहिँ हिँड्दै हुनुहुन्छ कुखुराको खुट्टा त बाहिरै डल्लै चिकन बोकेर हिँड्दैछु हो यो छ नि Happy birthday to you. Happy birthday. म भन्दा मोटी पनि रहेछ मात्र 10 तोलामा तयार बनाएको तयार पारिएको सब सामान किनेदिन म एक दिन लगेर म आफ्नो बनाउँछु चाहन्छु आफ्नो बनाउ गाइस आज चाहिँ हामी हल्का फुल्का सामानहरू पनि ल्याउनु पर्ने छ अनि घुम्नको लागि पनि हामी जाँदैछौँ बिर्तामोड यहाँ हाम्रो कुखुरा चाहिँ भाग्दैछ कुखुरा चाहिँ भाग्दैछ झोला उयो भएर होला क्या कमजोरी झोला रहेछ कुखुरा चाहिँ बलियो रहेछ क्या हामी चाहिँ म्याजिकमा बसिसकेको छौँ अब कुखुरा पनि यहाँ राखिसकेको छ तर घाम हुन्छ होला हुँदैन हौ यहाँ काम छोडिरहेको छु मैले चन्द्र के भन्छ यसलाई त लेखनाथ चोक यो चाहिँ चन्द्रगढीको लेखनाथ चोक हो मलाई तर अहिलेसम्म थाहा हुँदैन यस्तो चोकहरू चाहिँ हाम्रो सामान त चाहिँ हिँड्दै हुनुहुन्छ कुखुराको खुट्टा त बाहिरै डल्लै चिकन बोकेर हिँड्दैछु मेरो लुगा उडायो खोइ कस्तो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो छाताको चाहिँ एउटा अहिले यो डन्ठा नै हावाले यो भचाइदियो हाम्रो चलेगा आफ्नै ठाउँ आफ्नै एरिया तर उसलाई चाहिँ मैले छाता उडाइदिएको छुइनँ है हिँड्दैछन् तर पनि गुडको मेरो घाँटी सुकिरहेको छ यहाँ नै छाता हाम्रो एउटा बाँचिरहेको छ किन्नुपर्ने छ म एउटा अब हामी चाहिँ यता डिलरतिर पस्यौँ एकछिन डिलरमा पनि काम छ सामानहरू ल्याउनु पर्ने छ कुखुराको खुट्टा हजुरलाई हेलो 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 हाई स्वागत छ राजश्रीमा निश्चल त सेम ऊ जस्तो लाग्छ मलाई के पो मद्रासी हिरो जस्तो लाग्छ मलाई यो छ नि Wow! Happy birthday to you. Happy birthday. यहाँ हाम्रो दिदी चाहिँ छान्दै हुनुहुन्छ सामानहरू के भयो अरे अहिले त उयो नै छैन होइन सिल प्याक त कसरी लाउनुहुन्छ त त्यही त यो चाहिँ हौ त खाली ऊ मात्रै आएको थियो फ्लोर मात्रै बट्टै थिएन भित्र हाम्रो दाजुको चाहिँ भट्टाभट जाँदैछ दामी दामी आएको छ है दुल्हन सेट यो लगाएपछि सुन पनि लाउनु पर्दैन सुन पनि फ्लप खै हेरौँ यहाँ चाहिँ कस्तो राम्रो राम्रो आएको छ नि त्यो हालिदियो हाल्नु त मेरो होला है घरमा कस्तो राम्रो राम्रो छ क्या हेर्नु है स्टिललेस है राम्रो लाग्यो यसको चाहिँ जान्छ कि जाँदैन होला नि यो पनि नजाने हुनु नि मोतीको पनि कलर क्या कस्तो राम्रो राम्रो आएछ हौ सामान हो हेर्नु हौ यो पनि कति राम्रो यो पनि हल्का हुन्छ नि वाउ
ट्र्याकमा हालिहाल्नु पर्ने है यो पनि राम्रो छ यो पनि राम्रो छ कस्तो राम्रो राम्रो आएछ हौ करुणा सामान त त बच्चाहरूको पनि रहेछ त हेर्नु न ओए हो रहेछ लु लगिहाल्नु न लान्छ नि यहाँ पनि आइरहेछ त दिदी यो पनि स्टेनलेसहरू हो सबै अब म पनि छान्छु 1-2 सेट यहाँ आएपछि कस्तो राम्रो राम्रो छ हाम्रो दिदीले चाहिँ भट्टाभट छान्नुहुँदैछ मजा तपाईँहरूलाई यस्तो राम्रो राम्रो स्टेनलेसको सामानहरू चाहिन्छ भने हाम्रो राष्ट्रिय कम्प्लेक्सलाई सम्झनु होला होलसेल रिटेल चाहिँ हुँदैन यो बेला हो अरू छान्नु न आज हाम्रो दिदीको गेटअप अन्त गर्मी पसिना किन पर्न यहाँको चाहिँ छैन हो यो फेन गर्मी भएर मलाई चाहिँ पुरा अब एकछिन सामानहरू छान्ने अनि फेरि के भएर यो दुईवटा पप्पु दाजुले मेरो बिल गरिदिनु राख्नु भएको छ म भन्ने मिलाउँदैछु छिटो 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 दाजु भटाटा गर्नु त कम्प्युटर जस्तै चाहिँ हाम्रो दाजुको एकदम ठुलो ठुलो दाजु आएछ हजुर नमस्ते दाजु फेरि अर्कोचोटि आउँछु ल थुप्रो ठाउँ काम छ यहाँ अलिकति मिसिहाल्यो यो चाहिँ मन परिरहेको थियो कि अनि आफूले आए जस्तै हुँदैन क्या त्यही भनेर म आफै आएको क्या बाई बाई पप्पु दाइ गयौँ ल बाई बाई गयौँ अलिक उयो त तानिराख्नु ल दाजु सन्चै हुन्छ दाजुहरूको पनि हेर्दै आउनु न यस्तो राम्रो राम्रो आएछ हौ दाजु सामानहरू यो चाहिँ गिफ्ट होलसेल पसल हो क्या यस्तो राम्रो राम्रो यहाँ हेर्नु न स्ट्याचुहरू कति राम्रो राम्रो हौ गन्नु भइआएको पनि रहेछ हेर्नु न टेरी बियर आम्मामा मभन्दा ठुलो रहेछ ओइ मभन्दा ठुलो रहेछ यो टेरी मभन्दा मोटी पनि रहेछ सबै होलसेल हो कि यो चाहिँ कति धेरै होलसेल अब हामी चाहिँ मेन हाइवे रोड निस्क्यौँ अब यहाँबाट उता फेरि अर्को ठाउँ जाने सामान लिनुलाई कोही छाता उडाउनु न राम्रो राम्रो हामी चाहिँ अब चिम्टीहरू सेलेक्ट गर्दैछु नि हामीले गरेको चिम्टीहरू खोइ त्यो पनि लानुहुने देखाउनु त यता राम्रो रहेछ कस्तो राम्रो राम्रो पाउँछ यहाँ आउँथे त्यो सक्यो है जे खोज्नु आएको त्यो चाहिँ भेटिएन तर अर्को अर्को भेट्यो है राम्रो राम्रो आएको रहेछ क्या कस्तो राम्रो राम्रो छ नयाँ नयाँ म चाहिँ यहाँबाट लिन्छु किरिङहरू मैले चाहिँ अलरेडी लिइसकेँ यो चाहिँ छुनु बित्तिकै यसरी बोल्छ आउनु होला हाम्रो पसलमा
यसरी नै हो है हाम्रो त हिँड्दै छान्दै हालत खराब भइरहेको हुन्छ सामान हाम्रो बहिनीहरू राम्रो बहिनीहरू यहाँ काम गर्नुहुन्छ देखाउनु त पछाडि कपडामा हालेर देखाउनु न कस्तो हुन्छ लाउँदा चाहिँ छिटो गइहालौँ अब ल हाम्रो बिल गरिदिनुहोस् ल छिट्टो म आफ्नो बनाउँछु आफ्नो बनाउँछु अब हामी चाहिँ यस्तो बिरतामोडको अस्तव्यस्त सहरमा हेर्नुहोस् काली 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 अलिकति भने जस्तो गीत भइहाल्यो नि अब के गर्नु त नि भ्लग बनाउँदै हिँड्नुपर्छ ऊ अगाडि हिँड्छ ओडाउँदै हिँड्नु मिलेन फेरि अर्को ठाउँ 2 ठाउँ छ सायद गाडी आयो यति 2 ठाउँ छ अझै लिनुपर्नेहरू छिटो लिएर टाप जाउँ भनेको छिटो अब चाहिँ सामान समाउनु आज मलाई हावाले धोका दियो हावाले धोका दियो कि जामाले धोका दियो यस्तो गर्मीमा पानीपुरी खानु पर्ने थियो छाता यही हो हामीले फेरि नेक्स्ट अब लिनुपर्ने सामानहरू यहीँ छ यही छ राजश्रीमा है हाम्रो सामान लिने ठाउँ चाहिँ मेगा कम्प्लेक्स राम्रो सामानहरू पैसा दिनुहोस् लास्टै गर्मी भयो घाम यस्तो साना यहाँ आइपुग्यो हावा खाऊँ हावा फर्स्ट एकछिन मैले चाहिँ यो लिनु खोजेको है तर सेटै लिनुपर्ने भयो यो चाहिँ मसँग छ नि त अलरेडी छ के यो मसँग चाहिँ यो मात्रै थिएन सेटै लिनुपर्ने अरे हाम्रो दिदी चाहिँ लिँदै हुन्छ सामानहरू छान्दै हुन्छ कुन लिने हो ग्लासेस अरू लानु न के अरे के छुट्याउनु भयो आउनु चाहिँ तपाईँहरू पनि तपाईँहरूलाई चाहियो भने मलाई अब बैशाख सकेला कस्तो राम्रो हुन्छ है आमामा उयो गरगहना नै साह्रै राम्रो क्या
यसमा चिटिक्क होइन सजिएर त कम्ता राम्रो देख्छ। खोल्दैछ। कुन जुन भन्नुभएको त? हामीले अस्ति लगेको थियौँ मान्छेहरूसँग, त्यो चाहिँ राम्रो ओरिजिनल हो कि। ए धातुबाट राजकीयमा भयो बहिनी मसँग, त्यो चाहिँ अर्को चाहिँ मोटोबाट हुन्छ क्या राम्रो। सक्यो कि बा? त्यही त यस्तोहरू लाउनुहुन्छ कि? एक जागाले छ अस्ति हामीले लगेको चाहिँ राम्रो थियो क्या। मलाई चुलाहरू छ हालेको अस्ति पनि लगेको नि त। ए फेरि यहाँ नयाँ आएछ है चिम्टी, नयाँ मलाई तर त्यो खा चाहिँ ओभर ज्यादा लागेको छ है। अब पानी खाने सुनको बाला 180 होइन 100 अरे यतुका सुनको भाउ 100 अरे 1,80,000 रुपियाँ तोला भएको बेला अहिले यो मात्र 1500मा सुनको बाला। फटाफट छान्ने हुनुहुन्छ यता चाहिँ 400 ml को छ एउटा हैन, फटाफट छानो एक पछि अर्को छान्दा हात पतला भइसक्यो। हिँड्दा ओ ए छिरायो आउनु टुट पड्यो। मैले त्यही हेरेको क्या फर्स्टमा। इस यो त आइसी प्राइस रहेछ 415। बेच्नु भयो होला, कति बेच्नुभयो भने त्यसो त तपाईँले त हेर्नु यो राम्रो रहेछ हौ, कुदेको क्या। यो यतैबाट निकालेको यो हेर्नु त हल्का कुदेको। ए लिइसके डिजाइन चाहिँ अलिक कम्ती तर राम्रो ठिकै छ। यो राम्रो छ भयो बहिनी, राख्नुहोस्। होलसेलमा 1,80,000 रुपियाँ तोला भएको बेला यतिखेर 1500 2000 अल ओभर नेपाल डेलिभरी हुन्छ। ओ साँच्ची नि यो पो चाहिएको छ त हामीलाई त। नौगेडी हाम्रो राईको वेशभूषामा एउटा यो पनि गहना पर्छ। हल्का खै अब बस्छु, मलाई साह्रै खुट्टा दुखौ। अन्त डिजाइन चाहिँ फेरि मलाई योभन्दा यो राम्रो लाग्यो फेरि। यो राम्रो लाग्यो हो त। हजुर हल्का यसबाट अलिक सानोबाट क्या यो राम्रो रहेछ क्या। कस्तो लामो यार, ठुलो हो सानोमा पनि, सानोमा निकाल न।
यो त राम्रो छैन यो राम्रो लाग्यो है मलाई ठिकै छ हौ केटीहरूको लागि हो कि टन्डी नाचाहरू छ ठुलो भयो त्यसमा सकेला नाचाउँदैछ खै यो सायद मलाई चाहिँ हुन्छ होला तर अलिक भद्दा देख्छ नि त फेरि सुहाउँदैन ठुलो ज्यान छ कि अलिक हेभी ज्यान हुनेले आमा किडन्याप गर्छ होला सोना सोना देख चोरलाई पनि कन्फ्युज क्या अब एउटै हो तेरो हो नि चोरहरूलाई पनि कन्फ्युज हुन्छ हो भनेर यहाँ मात्र 10 तोलामा तयार बनाएको तयार पारिएको गर्नु भयो घाँटी जिमको ए जिम गर्नु न सोनाकोले कसलाई चाहिन्छ सोना ए यो भयो हाम्रो केटा मान्छेहरूलाई जिम कति चाहिएको आमाको मुख हेर्ने दिनमा सोना ए मैले यो भने चाहिँ त्यो र यो मिल्छ त मिल्दैन त्यो र यो मिल्दैन भनेको यसमा रेड अनि ग्रिन पनि ग्रिन साह्रै राम्रो थियो ग्रिन साह्रै राम्रो थियो के भन्छ मदर्स डेको लागि ग्रिन कस्तो राम्रो थियो अब यही लाने पर्नु भयो यो पनि लकेटै हो ओ माई गॉड लकेटै हो त्यो होइन कि यो भन्दा राम्रो लाग्छ क्या त्यो हेर्नुहोस् है कस्तो दामी दामी छ कि लिन आउनुहोस् होला हाम्रो यो मेगा कम्प्लेक्समा राजश्रीमा है कुलिनु हुने रे त्यो तर अर्को खालको चाहिँ भन्नुहुन्छ मैले सायद यही सेम हुन्छ कि तर त्यो साथै फरक लु छिटो गरौँ ढिलो हुन्छ अहिले फेरि गएर जाँदै ढिलो हुन्छ मेरो अझै छ मेरो यो बटारे हो कानाजी मादल पछि हामी यहाँनिर कपडा पसलको डिलरमा आएको छौँ है सामानहरू लिँदै बेहेना चाहिँ छान्दै हुनुहुन्छ सामानहरू होइन कपडा घर बस्दा लाउनेहरू सबै आउनु होला हाम्रोमा हाम्रोमा म चाहिँ यहाँनिर हेर्नु न जता त्यो त उडाएको गर्छ आज त सामान त चाहिँ सामान छान्दैछ म चाहिँ गरेर बसेँ पिता बिहार भएर म चाहिँ यहाँ आएर बसेको क्या सामान छान्दैछ चाहिँ म चाहिँ त्यहाँ बस्नु ठाउँ नभएर यहाँ आएर बसेँ क्या गलेँ नि त अब चाहिँ हामी जाँदैछौँ यहाँनिर सामानहरू छ सामानहरू भेला पार्ने अनि फेरि जाने अब माथितिर जाने ए अब यहाँ ढाकाको साडीहरू ड्रेसहरू पाउँछ यहाँ चाहिँ लिम्बू राइस सबैको लागि मगरहरू जो छ आफ्नो कल्चरको लागि यो रातो बिचमा हाल्नु अनि यहाँ चाहिँ आफै तान लाएर आफै बुन्नुहुन्छ क्या यहाँ चाहिँ ए हेर्नुहोस् त त्यही भएर हामी खोज्नु आउँछौँ यहाँ राम्रो राम्रो बुन्दैछ यी तान लाएर मजाले बुन्नुहुन्छ क्या बुढी मान्छेहरूले लाउने अलिक क्या अरू कलरमा चाहिँ छ यो नेभीमा छैन अनि स्काईमा पनि छैन ओहो
ठ्याक्कै हामी त के हो सकिएकै बेला पो आयौँ कि क्या हो यही बुट्टा हो होइन यो यता यो हो त्यो यो हरियो होइन कालो कालो ए कालो रहेछ त हरियो त देख्छ त प्लास्टिक टल्केर होला नि हरियो भन्यो कि त्यही त प्लास्टिक टल्केर होला यस्तो हरियो देखेको तर यो हरियो देखियो क्या हजुर 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 के गरौँ नि कस्तो लग्नु होला मतलब बात भयो कन्फ्युज निलोमा अब के अरे जुन मनपर्छ त्यही लानु न अब त्यस्तो छैन भने होइन यो चाहिँ 10 लाखको सामान लिएर आइसक्यो 10 लाखको सामान बोक्नु सक्नुहुन्छ 10 लाखको सामान है यो चाहिँ साथीहरू ए ल ल ल ल यो चाहिँ सबै सामानहरू किनिसक्यौँ अब चाहिँ खाजा खाने भोक लाग्यो नि त धेरै सामानहरू यहाँ सामानहरू सबै किनिसक्यो अब चाहिँ खाजा खानु जाने भोक लाग्यो नि त